नमस्कार साथीहरु, आज म तपाईहरुलाई लोक सेवा आयोगमा सोधिने वाटर इमेज र मिरर इमेजको समस्याको प्रश्नलाई कसरी हल गर्ने आज सिकाउन गइरहेको छु। पहिला जाउँ वाटर इमेज। वाटर इमेजको लागि तपाईलाई मानौं दिएको छ अंक 2। अंक 2 को तपाईलाई वाटर इमेज अथवा पानी चित्र भनौं हैन, वाटर इमेज पत्ता लगाउनु छ भने तपाईले के गर्नु होला, दिएको अंकको मुनि यस्तो लाइन तान्नु। अब लाइन तानिसकेपछि यो त वाटर हो, यो वाटरको लाइन हो। अब यो तपाईको इमेज देखिने भने यहाँ तल। सो के गर्नु होला, यो जुन फेद छ, यो फेदलाई यो लाइनको नजिक पर्ने गरी लेख्नु होला। हो, अब यो टुप्पो यता छ, यतैपट्टि हुने भयो, मार्क गर्नु होला। अनि यो टुप्पोबाट यसरी घुमेको छ भने वाटरमा चाहिँ यसरी घुम्छ। सो यसरी वाटर इमेज भयो। त्यसैगरी मिरर इमेजको लागि यही 2 दिएको छ। यसलाई मिरर इमेज पत्ता लगाउने हो भने तपाईले यसको दायाँपट्टि पर्ने गरी गरेर लाइन बनाउनु होला। अब यो त मिरर हो, तपाईको इमेज यहाँ बन्छ। सो यो कुन छ, यो टुप्पो छ। सो यो टुप्पोको यो जुन यो गोलो लगाए मैले, यो सबभन्दा नजिक छ नि ऐनाको। सो तपाईले के गर्नु होला, एउटा लाइन बनाउनु होला र यो ऐनाको नजिक पर्ने गरेर गोलो लगाउनु। अब यो टुप्पो अलि टाढा छ हैन, यो टुप्पोबाट कसरी घुमेको छ, यसरी घुमेको छ नि, यसरी दाहिने साइडतिर गएको छ। तपाईले पनि के गर्नु, यहाँबाट बायाँ साइडतिर, ठ्याक्कै उल्टो बन्छ नि त हो, बायाँ साइडतिर घुमाउनु हो। सो त्यहाँ अब चित्र दिएकै हुन्छ, तपाईलाई जस्ट ट्रिक सिकाइरा हो कसरी पत्ता लगाउने। तपाईले बनाउनु अप्ठ्यारो लागे पनि ऐनाको नजिक पर्छ। यो भाग ऐनाको नजिक छ, यहाँ पनि नजिक नै हुन्छ। यो भाग टाढा छ ऐनाबाट, यहाँ पनि टाढा नै हुन्छ। यहाँ 2 को यो भाग पानीको सतह नजिक छ, सो यो नजिक पर्छ। यो टाढा छ, यो टाढा नै हुन्छ। सो यसरी। अब हैन, योमा पनि कन्फ्युज भयो भने तपाईले अब त्यहाँ पेपर काट्न त मिल्दैन, तर के गर्न सक्नुहुन्छ, एउटा ट्रिक सिकाएको। अब जस्तै 2 को वाटर इमेज हो भनेपछि 2 गाढा गरेर लेख्छु म हैन, 2 गाढा बनाएर लेख्छु। अब यो वाटर इमेज भनेको त मैले यहाँ लाइन खिच्ने भने हो। अब लाइन खिच्नु भने यसलाई यसरी तलबाट माथि फोल्ड गर्ने हैन, यसलाई मैले यसरी फोल्ड गरे, अब बिग्रियो। फोल्ड गरेपछि मेरो हेर्नुस् यहाँ छाप बस्छ हो, भयो कि भएन, ठ्याक्कै त्यस्तै भयो हैन, हेर्नुस् त 2। सो वाटर इमेज यसरी पत्ता लगाउन सक्नुहुन्छ। मिरर इमेजको लागि के गर्न सक्नुहुन्छ, यो त मैले भर्टिकलमा लेखेँ, अब छड्केमा है, छड्केमा म 2 लेख्छु। अलि गाढा, किनकि यताको उता छाया बसोस् भनेर। 2 यतापट्टि लेखेँ। मिरर इमेज भने यसरी फोल्ड गर्ने, देख्न सक्नुहुन्छ तपाईले यतापट्टि छाया बसेको हैन। सो यसरी वाटर र मिरर इमेज पत्ता लगाउन सक्नुहुन्छ। अब कुनै केसमा के भनिएको हुन्छ, वाटर पहिला मिरर इमेज पत्ता लगाएर वाटर इमेज पत्ता लगाउन भनिएको हुन्छ। तपाईले के गर्ने, जस्तै यहाँ 2 को पहिला मिरर इमेज त्यसपछि वाटर इमेज भन्यो भने 2 को मिरर इमेज यो भयो। अब वाटर इमेजको लागि तलपट्टि लाइन दिनु। तलपट्टि लाइन दिँदाखेरि अब सबभन्दा नजिक कुन पर्यो, यो पर्यो वाटरको। सो यतैपट्टि रहने भयो। यो भाग यसरी घुमेछ भने चाहिँ यो यसरी जाने भयो। 2 हैन, पहिला वाटर इमेज बनाएर त्यसपछि मिरर इमेज भन्यो भने अब यसको मिरर इमेज सबभन्दा नजिक ऐनाको कुन छ, यो त मिरर हो, यहाँ वाटर थियो। सो यो मिरर हो भने चाहिँ यो मिररको यो टुप्पो नजिक छ, सो यो टुप्पो नजिक बनाउने अनि लाइन तान्ने। यो टुप्पो टाढा छ मिरर भन्दा। अब यसलाई कस्तो, यो यस्तो घुमेछ भने चाहिँ यो उल्टो घुम्छ, यसरी घुम्छ है। सो यहाँबाट हेर्नुस्, यहाँ वाटर इमेज गरेर मिरर गर्दा नि त्यही सेप आउँछ, मिरर गरेर वाटर गर्दा नि त्यही सेप आउँछ। सो यसरी चाहिँ तपाईले वाटर इमेज र मिरर इमेजको समस्यालाई सल्भ गर्न सक्नुहुन्छ। अब तपाईहरुले नम्बर र लेटरहरुको वाटर र मिरर इमेज देख्नुहुन्छ। आवश्यक परेको खण्डमा भिडियो स्टप गरेर राम्रोसँग हेर्नु होला।
यदि तपाईँलाई यो भिडियो मन पर्यो भने मेरो भिडियोलाई लाइक, सेयर र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै भिडियोको लागि थ्याङ्क यू।